अब आन्तरिक सन्तुलन मिलाउन उहाँ लाग्नु भएको छ देउबालाई भेट्नुभयो उनीलाई भेट्नुभयो अहिले चाहिँ विशुद्ध अब बाह्य सन्तुलन पनि मिलाउन थाल्नु भएको अहिले चाहिँ अहिले चाहिँ विशुद्ध कृष्णजी प्लिज हामीलाई तपाईले अहिले भन्नु निर्वाचन कसरी जित्छौ यहाँ त पपुलरहरूले जित्ने खतरा छ हामी सबै टाइपको मेहनत गरिरहेका छौँ हाम्रो सबभन्दा ठुलो मतदाताको हिस्सा चाहिँ विदेश मध्ये प्रवास मध्ये सबभन्दा ठुलो मतदाताको हिस्सा चाहिँ भारतमा छ त्यसलाई एड्रेस गर्नुपर्छ त्यसलाई कन्भिन्स गर्नुपर्छ भनेर अध्यक्ष जानुभयो तपाईलाई के अरे तपाईँको सजिलोको लागि भनौँ हिजो बिहान मात्रै उहाँसँग यो विषयमा मेरो आफ्नै पनि कुरा भएको थियो अलिअलि बाहिर चर्चा त गलत चर्चा हुनसक्छ बाहिर त होस् केही फरक पर्दैन कहिले नभएको छ राम्रो गर्दा गर्दै पनि कहिले सुख पाइया हामीले हाम्रा मतदातासँग हामीले हाम्रा जनतासँग हाम्रो समुदायसँग हामीलाई माया गर्नेहरूसँग संवाद गर्नुपर्छ तिनीलाई कन्भिन्स गर्नुपर्छ आफ्ना कुरा भन्नुपर्छ यति हो अरू केही कारण छैन